हेलो वेल आज चाहिँ हामी 4th स्याटरडे छुट्टी भएकोले गर्दाखेरि जस्ट नियर बाई लाचेन भ्याली एउटा सानो नयाँ जग्गामा घुम्नको लागि निस्केका छौँ है। अनि मौसम पनि आज राम्रो छ। यो छुट्टीको दिनमा के गरेर बिताउने भन्ने सोचेर चाहिँ just to be close with the nature, right? And the beautiness of nature. प्रकृतिसँग भेट गर्नलाई, प्रकृतिको सुन्दरता हेर्नका लागि हामी निक्लिँदैछौँ। यो यति लामो यात्रा हैन, छोटै यात्रा हो। आज नर्मली घरबाटै खानाहरू खाएर निस्केको हामी है। तपाईहरुलाई यो अवलोकन गराउँछु। थ्यांक यू, किप वाचिङ, किप बी विथ मी। जुदावा अन्त खै हामी अन्त आज खै त अन्त बल्ल भएको सुजल स्कुल आउनुपर्छ है मन्डेदेखि। ल अहिले चाहिँ हामी लाचेन भ्याली छोडेर केही अगाडि आइपुगेको छौँ। सडकमा हिँड्दैछौँ। यो जुन ठाउँमा जाँदैछौँ त्यो ठाउँ चाहिँ मलाई पनि त्यति थाहा छैन, तर मेरो साथीहरूलाई थाहा छ र उहाँहरू चाहिँ मभन्दा अगाडि हुनुहुन्छ। म चाहिँ हेर्ने बाटोमा छोटो छोटो क्लिपहरू लिँदै हिँड्दाखेरि चाहिँ इट टुक टाइम। अनि अलिकति म पछाडि परेको छु। बी विथ मी अन्टिल माई जर्नी टुडे। थ्याङ्क यू। अहिले चाहिँ हामी अराउन्ड 2.5 किलोमिटर या 3 किलोमिटर्स अगाडि आइसकेको छौँ लाचेन भ्यालीदेखि। अन्त यो ब्यागभित्र चाहिँ मैले एउटा मेरो साथी बोकेको थिएँ है। त्यो बिस्तारै गरौँ गरौँ हुँदै जाँदैछ। यो साथी चाहिँ को भनेर म तपाईँलाई भरै मात्रै देखाउने छु। ल यहाँ परनिर चाहिँ मेरो साथीले बर्ड वाचिङ उहाँको चाहिँ एकदम सख छ कि खिच्नु हुँदैछ। अन्त मलाई एकछिन नबोल्नुहोस् ल भन्नुहुँदै थियो। मैले यसरी राखेको इज टेकिङ फोटो। चरा चाहिँ उहाँ छ, उहाँ ऊ पर छ चरा, त्यहाँ पर कि मैले त्यति जुम गरेर देखाउन सक्छु सक्दिनँ, बट त्यहाँ देख्नुभयो। यो मेरो औँलाको टुप्पोको त्यहाँ हेर्नुहोस् त। And my friend is here, is taking photo. Okay. चियाको बोटैमा मुना पलाए झै सानो मनमा माया पलायो। अब चाहिँ भने हामी सडकको बाटो छोडेर उकालोतर्फ लाग्दैछौँ। जुन जग्गा हामी गइरहेको छौँ त्यो ठाउँतिर। यो अति रमाइलो ठाउँ, अति रमाइलो जग्गा। चारैतिर ध्वजाको लहरा।
भेरी ब्युटिफुल प्लेस। एकदम हामी ध्वजाको लहरै लहर भएको डाँडामा यात्रा गरिरहेका छौँ। जो मेरो पछाडि देख्दै हुनुहुन्छ द प्रेयर फ्ल्याग्स, इट्स भेरी ब्युटिफुल। अनि यो तल जुन चाहिँ मेरो पछाडि देख्दै हुनुहुन्छ यहाँ तल, त्यो टिस्टा नदी हो। त्यो टिस्टा नदी जो माथि जेमासँग जोडिएको छ अनि यो बगेर ओह्रालो जान्छ। र यो चाहिँ जुन चाहिँ 2023मा आएको थियो जुन चाहिँ फ्लड, त्यो फ्लडको नतिजा हो। एकदमै भत्केको पनि छ है। हाम्रो डेस्टिनेसन चाहिँ यो रहेछ आजको। अनि यो चाहिँ तपाईँको लाचेनदेखि करिबन 3 किलोमिटर होला है सर? 3 किलोमिटर टाढो छ, जसलाई चाहिँ पुची भन्ने जग्गादेखि केही अगाडि 1 किलोमिटर जस्तो अगाडि आउनुपर्छ। अनि सडकदेखि उँभो चढेपछि तपाईँले यो रमणीय दृश्य देख्नुहुनेछ। अहिले हामी यहाँ बसेर अब केही भिडियो बनाउने सुरुमा छौँ, केही फोटोहरू खिच्नेछौँ, केही टाढोको दृश्यहरू हेर्नेछौँ है। अनि आज खाजाहरू पनि त्यस्तो केही छैन, लाइट जस्ट कोक वाइवाई यस्तै मात्रै छ। अनि मैले तपाईँलाई अघि सिक्रेटली भनेको थिएँ मेरो एकजना साथी छ झोलाभित्र, त्यो चाहिँ को हो के हो अहिले म तपाईँलाई देखाउने छु है। अब चाहिँ भने साथीहरू, म तपाईँहरूलाई यो मेरो ब्यागभित्र भएको मेरो साथी देखाउन चाहन्छु। एकजना बुढो लामा हुनुहुन्छ क्या, बुढो लामा। त्यो चाहिँ के होला भन्दा चाहिँ दिस इज बुढो लामा, द ओल्ड मङ्क। यो आज मौसमले पनि डिमान्ड गर्यो है। अनि यसो यात्रामा थकाइ मेटाउनु लागि अब योसँग एकछिन रमाइलो गर्ने हो अनि तपाईँहरूसँग पनि कुरा गर्ने हो। यति बेला मलाई के कुरा याद आइरहेछ भन्दाखेरि मैले आफै लेखेको एउटा गाना, जसलाई अझसम्म मैले रेकर्ड गर्नु पाएको छैन, किनकि म आफै त्यो आवाज मेरो त्यस्तो खास छैन। तर म त्यो स्वर, त्यो आवाज पर्खिरहेको छु है। भविष्यमा कुनै दिन त्यो पुरा हुन सक्ला। गीतको लिरिक्स चाहिँ यस्तो छ, नतोड ती कसमहरू, नछोड साथहरू, बसन्तको रूपमा आइदेऊ, हरियाली भई छाइदेऊ, साथ देऊ मलाई, हात देऊ तिमी, जुनीभरि सजाइदिउँला फुलसरी, साथ देऊ मलाई, हात देऊ तिम्रो, जुनीभरि सजाइदिउँला फुलसरी, राख्नेछु म सधैँ तिमीलाई, सोझो नयनको पाएको छु गोरेटो तिमी मेरो जीवनको, नतोड ती कसमहरू, माया देऊ मलाई, छाया देऊ तिम्रो हरेक मोडमा, माया देऊ मलाई, छाया देऊ तिम्रो हरेक मोडमा, एक्लो छु म जीवनको दौडमा, राख्नेछु म सधैँ तिमीलाई मुटु माझमा, जलेको छ मायाको दियो अँधेरी साँझमा, नतोड ती कसमहरू, नछोड ती साथहरू। चियर्स। आफ्टर दिस चाहिँ अब हामी फर्कन लागेको छौँ र फर्किँदाखेरि चाहिँ त्यही बाटो नफर्केर अलिकति अर्को बाटोबाट फर्किने सल्लाह गरेर हामी फर्किन लागेका छौँ। र अब फेरि पानी पनि पर्न थाल्यो क्या, हल्का पानी आउन थाल्यो। रुममा लुगाहरू धुइधा गरेर सुकाएको त्यो पनि फेरि जस्तोको त्यस्तै भयो भने त समस्या हुन्छ भन्ने सल्लाह गरेर वी आर रिटर्निङ रुम, रिटर्निङ क्वार्टर नाउ। मेरो साथीहरू चाहिँ अघि अगाडि गइसक्नु भयो अनि म चाहिँ भने एकैछिन एक दुईवटा सुट गरेर आउँदा अलिकति पछाडि परेको छु। नाउ वी आर रिटर्निङ। त्यहाँपट्टि हाम्रो सरले चाहिँ कोक छोडी पठाउनु भएको छ बाटैमा, अनि उहाँ टिपेर आउँदै हुनुहुन्छ। अनि म चाहिँ तल सडकतिर झर्ने बाटोतर्फ निक्लिरहेको छु। यहाँ हियर आई एम झर्दैछु ओह्रालो। हजुर एकछिन ल, यो त ननिकालौँ, सरले मेरो फोटो खिचिदिनु हुँदैछ तल, वेट। आज चाहिँ फोटो खिच्नु पनि बिर्सेछु मैले आफ्नै भ्लग बनाउँदाखेरि, अन्त सरले एउटा दुइटा क्लिक गरिदिनु भयो।
नाउ अब म पनि सडक आइपुगेँ फाइनल्ली सडक आइपुगेँ। हियर इट इज।